आज म तपाईँको माझमा एउटा छोटो वचन राख्न गइरहेको छु र आशा छ तपाईँले यसलाई ध्यानपूर्वक सुनिदिनुभयो र आफ्नो जीवनमा पालन गर्नुभयो भने तपाईँहरू आशिषित हुने नै छ। र मैले वचनको पद लिएको छु एफएसी 6:17 जुनमा यसरी भनेको छ, मुक्तिको टोप लगाओ र पवित्र आत्माको तरवार ल्याओ जो चाहिँ परमेश्वरको वचन हो। र यो सत्रको दोस्रो भागलाई हामी अलिकति ज्यादा आज ध्यान हामी त्यसमा लाउनेछौँ। जहाँनिर चाहिँ भनेको छ पवित्र आत्माको तरवार ल्याओ जो चाहिँ परमेश्वरको वचन हो। र आजको मेरो शीर्षक चाहिँ हाम्रो एकमात्र आक्रामक हतियार परमेश्वरको वचन। हाम्रो एकमात्र आक्रामक हतियार परमेश्वरको वचन। र हामीले यो एफएसी 6:10 देखि नै पढ्दै गयौँ भने त्यहाँनिर हाम्रो हात हतियारको बारेमा लेखिएको छ। तर जतिवटा पनि हात हतियार लेखिएको छ योभन्दा अगाडिको सबै चाहिँ रक्षात्मक छ। टोप, जुत्ता, छातीपाता, बेल्ट, यो सबै रक्षात्मक छ। तर अन्तमा गएर सत्रमा मात्रै हामी के देख्छौँ भन्दा चाहिँ एउटा आक्रामक हतियारको बारेमा कुरा गरेको छ जो चाहिँ आत्माको तलवार। तर त्यो चाहिँ फेरि के अरे? परमेश्वरको वचन अरे। अब हामी यसो हामी सोचौँ है, यसो हामी कल्पना गरौँ, हामी युद्धमा छौँ अरे। र हामी युद्धमा छौँ, हामीले हात हतियारहरू सबै हामीले लगाएको छौँ, आर्मर भन्छ नि होइन, कवच हामीले लगाएको छौँ सबै। र हामी लडाइँमा छौँ। हो, हाम्रो ढालले त्यो अग्निबाणहरू रोक्छ। हो, हाम्रो छातीपाताले मेरो मुटुमा छेड्नदेखि रोक्छ। हो, त्यो मेरो बेल्टले मलाई धेरै कन्फिडेन्स दिन्छ र मेरो जुत्ताले मलाई धेरै सघाउँछ र मेरो टोपले पनि मलाई बचाउँछ, मेरो टाउको बचाउँछ पक्का। तर एउटा कुरा याद गर्नुहोस्, र यो रक्षात्मक हतियार मात्रै हाम्रोमा छ भने के हामीले युद्धलाई जित्छौँ त? जित्दैनौँ नि हामी। जबसम्म हामीले शत्रुलाई प्रहार गरेर शत्रुलाई हामीले ध्वस्त गर्दैनौँ तबसम्म त हामी युद्ध जित्दैनौँ नि त। त्यसै कारण यहाँनिर एउटै मात्रै हतियार जुन चाहिँ आक्रामक हतियार छ त्यो चाहिँ परमेश्वरको वचनले के भन्दैछ भने चाहिँ त्यो चाहिँ वचन नै अरे, परमेश्वरको वचन नै अरे। आजसम्म तपाईँ र मैले कतिजनाले यसलाई सोचेको छौँ र यसलाई गम्भीरतापूर्वक हामीले लिएको छौँ? हामी परमेश्वरको वचनमा कति पोख्त छौँ? हामी कतिपल्ट सोच्छौँ हामीले प्रार्थना गर्यौँ भने हामीले जित्छौँ होला भनेर, हामीले फास्टिङ गर्यौँ भने जित्छौँ होला भनेर। यी कुरोहरू मैले गर्नु हुँदैन भनेको होइन, यो कुरोहरू हामी गर्नुपर्छ। तर परमेश्वरले वचनमा जे राख्नु भएको छ त्यसलाई चाहिँ हामीले बुझ्नु नै पर्छ नि त है। हामीले शत्रुलाई प्रहार गरेर आक्रामक गर्नु हो भने चाहिँ हामीले परमेश्वरको वचन नै चलाउनु पर्ने रहेछ भनेर चाहिँ हामीले आज बुझ्न नै पर्छ। त्यही कारण परमेश्वरको वचनलाई चाहिँ हामीले धेरै महत्त्व दिनुपर्छ। यसको प्रमाण म तपाईँहरूलाई बाइबलबाट नै दिँदछु जो चाहिँ हामी मत्ती 4 पाउँछौँ। मत्ती 4 जानुसाथ तपाईँले सुनिहाल्नुभयो, बुझिहाल्नुभयो। यहाँ चाहिँ येशूको परीक्षा गरिएको छ। कसले भन्दा चाहिँ दियाबलस, शैतानले होइन। र यहाँनिर हामी जान्दछौँ कि येशू ख्रीष्ट उद्धार स्थानमा 40 दिनसम्म भोको रहनुभयो र 40 दिनसम्म उपवास रहनुभयो। र अब 40 दिनमा यीशुले के गर्नुभयो? हुन त यति मात्रै लेखेको छ ऊ शैतानद्वारा परीक्षित भयो भनेर। तर 40 दिनमा के उहाँले प्रार्थना गर्नु भएन होला त? उहाँ त सधैँ पितासँग बातचित गर्ने व्यक्ति र उहाँले धेरै प्रार्थना गर्नुभयो होला र फास्टिङमा हुनुहुन्छ। उहाँ परमेश्वरबाट एकदमै शक्ति र सामर्थ्य मागिरहेको थियो होला। र यो कुरो सबै हुँदै पनि एउटा अचम्मको कुरो चाहिँ हामी के मान्छौँ भन्दाखेरि चाहिँ शैतान र पनि उसको छेउमा आएको छ। अबै यो व्यक्तिले त प्रार्थना गर्दो रहेछ भनेर भागेको छैन, अबै यो व्यक्तिले त फास्टिङ बस्दो रहेछ भनेर भागेको छैन, बरुभन्दा परीक्षा लिन आएको छ। र हरेक परीक्षाको उत्तर यीशुले कसरी दिनुहुन्छ भने चाहिँ पहिलो तपाईँलाई याद छ नि होइन, तपाईँलाई मैले सबै कुरा भनिरहनु पर्दैन, यो ढुङ्गालाई रोटी बनाऊ भन्दाखेरि यीशुले 4को 4 के भन्नुभएको रहेछ भने तर यीशुले जवाब दिनुभयो लेखिएको छ। अब परमेश्वरको पुत्रलाई किन चाहिँ लेखिएको छ भन्नु पर्यो त?
आज हामीले बुझोस् भनेर परमेश्वरको वचन कति इम्पोर्टेन्ट छ भनेर, परमेश्वरको वचन जुन चाहिँ लेखेको छ आज बाइबलमा, ती वचनहरू कति महत्त्वपूर्ण छ भनेर यो पुस्ताले जानोस् भनेर उहाँले यसरी भन्नुभएको। लेखेको छ, उसले आफै भनेन म आफै शब्द हो, म आफै परमेश्वरको वचन हो, म आफै जे भन्दा हुन्छ भन्नु भएन के, उहाँले लेखेको छ भनेर भन्नुभएको छ। लेखेको छ, मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहन्छ। र यो वचनलाई उहाँले प्रयोग गर्नुभएको छ है शैतानको परीक्षाको विरुद्धमा, याद गर्नुहोस्। र दोस्रो परीक्षामा अब शैतानले त सोचे यीशुले त वचन चलाउँदो रहेछ, उसले अब परमेश्वरको वचनलाई नै त्यहाँनिर अलिकति बङ्गाउन कोसिस गरेको छ। तिमीले यहाँबाट हामफल परमेश्वरले तिमीलाई माथि माथि उठाउनेछ, पक्का यो वचनमा छ भन्नु। तर यीशुले फेरि जवाब दिँदा के भन्नुभएको छ भन्दा चाहिँ लेखेको छ, अगेन फेरि लेखेको छ, तैँले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नु। फेरि पनि लेखेको छ र परमेश्वरको वचन नै प्रयोग गरेको छ यीशु ख्रीष्टले, यहाँनिर हामी बुझौँ। र लेखेको छ पनि भनेको छ, भन्नु मतलब एकदमै लेखेको वचन, परमेश्वरले भन्नुभएको वचन हो भनेर त्यहाँनिर यीशु ख्रीष्टले भनिरहनु भएको छ। र तेस्रोमा मलाई ढोकर, अब सक्दैन रहेछ जस्तो लाग्यो, मलाई ढोकर, म सबै वैभव यो सबै संसारको तँलाई दिँदछु, तिमीलाई दिँदछु, मलाई एकपल्ट मात्रै धोकर, यसको अधिकार तिमीलाई दिनेछु भन्दाखेरि फेरि पनि 10मा गएर यीशुले कसो भन्नुभएको छ भने चाहिँ शैतान त दूर होइजा, किनभने लेखेको छ। 3 टाइम्स 3 पल्ट उहाँले लेखेको छ, यानि वचन 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 लेखेको छ, तैँले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत गर्नु र उहाँको मात्र सेवा गर्नु। 11 तब दियाबलस उहाँलाई छोडेर गयो र स्वर्गदूतले आएर उहाँको सेवा टहल गरे। आज परमेश्वरको वचन जो चाहिँ आत्माको तलवार हो, यीशु ख्रीष्टले त्यसलाई प्रयोग गर्दा मात्रै चाहिँ शैतान त्यहाँ हारेर गएको छ। यीशु ख्रीष्टको हो सबै कुरा थियो होला हात हतियार, मुक्तिको त सबै कुरो, उहाँ त आफै परमेश्वर हुनुहुन्थ्यो। अब यो कुरोहरू भन्नु पनि अलिकति कस्तो कस्तो लाग्छ, आफै परमेश्वर, उहाँ राइचियसनेस, उहाँमा धार्मिकता एकदमै समेत, उहाँले पाप पनि नगरेको, सबै कुरो उहाँमा थियो। तर शैतानलाई जित्दा थियो, र पनि शैतान चाहिँ त्यहाँनिर उसको छेउमा आएको छ र परीक्षा लिन कोसिस गरेको छ। तर शैतानलाई चाहिँ कसरी प्रहार गरेर हराउनु भयो भन्दा चाहिँ यीशु ख्रीष्ट आफै पनि परमेश्वरको पुत्र हुँदा पनि लेखेको छ, यानि बाइबलको वचनमा लेखेको छ, पुरानो नियममा लेखेको छ भनेर उहाँले यसरी त्यहाँनिर प्रहार गर्नुभएको छ। र आज तपाईँलाई म भन्न चाहन्छु, आज हामी परमेश्वरको वचनलाई ध्यान दिनेहरू हौँ, आज हामी परमेश्वरको वचनलाई अध्ययन गर्नेहरू हौँ। आज परमेश्वरको वचन तपाईँले आइतबार तपाईँको पास्टर बुवाले मात्रै सुनेर काफी छैन, तपाईँले आफै पनि घरमा अध्ययन गर्नु आवश्यक छ, घरेलु सङ्गतिहरूमा वचन सुन्न आवश्यक छ। र मैले अध्ययन भन्दै चाहिँ हामी रीतिरिवाज जस्तो आज त मैले बाइबल पढेँ भनेर त्यस्तो विधिपूर्वक होइन, तर यसलाई एकदमै गहन रूपमा यसले मलाई के भनिरहेको छ र यसले मलाई कसो सिकाइरहेको छ, यो सबै कुरो एकदमै ध्यानसँग गरेर हामीले त्यो वचन आधारित जीवन जिउन आवश्यक छ। कहिलेकाहीँ शैतान परीक्षा लिन आउँदाखेरि हामी ती वचनहरूलाई नै प्रयोग गरेर, यसलाई प्रहार गरेर हामी यसमाथि विजयी हुन सक्छौँ। त्यसैले म तपाईँहरूलाई भन्न चाहन्छु, आज सन्तहरूलाई भन्न चाहन्छु, परमेश्वरको वचन मात्रै आज हाम्रो हातमा यस्तो हतियार छ जो चाहिँ पवित्र आत्माको तलवार हो, जो चाहिँ आक्रमक छ। र आक्रमण नगरिकन चाहिँ हामी कहिले पनि शत्रुलाई जित्दैनौँ। जय मसीह।